मेरो कान्छी छोरी चाहिँ आज घुम्न जाने भनेर मखमखी परेर ताली बजाइरहेछे। अनि छोरीले ताली बजाइहाली अब घुम्न जाऊँ न त भनेर हामी चाहिँ गयौँ सीता पाइलाको भोजन अनलिमिटेड। अनि त्यहाँ चाहिँ सुरुमा चाहिँ त्यो थाली आउनुभन्दा अगाडि चाहिँ पानीपुरी आउँदो रहेछ स्टार्टरमा चाहिँ। अनि हामीले चाहिँ सुरुमा यसरी पानीपुरी खायौँ, मेरो छोरी नि खाइरहेछ। त्यसपछि चाहिँ यति ठुलो थाली आयो गाइज, ओहो के खाम दङ पर्यौँ हामी थाली देखेर। अनि त्यसपछि चाहिँ मेरो बुढोले चाहिँ पुरै थाली देखेर एक्साइटेड भएर हत्त नपत्त झ्याप्प चाहिँ मटन खान मन लाग्यो अरे। अनि मटन चाहिँ झ्याप्पै समातेर क्वाप्पै खाइदिएँ। अनि त्यसपछि म पनि त्यहाँ बसेर मस्त अनि प्लेटमा राखेर चाहिँ गम गम खाइरहेको छु होइन। अनि सबैजना मेरो छोरीहरू पनि गम गम खाइरहेछन्। यता मेरो कान्छी छोरीलाई चाहिँ त्यस्तो बस्ने ठाउँ पनि दिँदो रहेछ खाइ। अनि त्यसपछि चाहिँ मस्त निदाइ एकछिनपछि चाहिँ उसले निदाएर चाहिँ हामीले खानु पायौँ धन्न। अनि त्यसपछि मेरो छोरीले चाहिँ फेरि घुम्न जानु पर्यो। अघि चाहिँ बहिनीले घुम्न जाने भनेर ताली बजाएपछि घुम्न गयौँ, फेरि अब मैले भनेर जानु पर्यो भन्न थाली। त्यसपछि फेरि अब कहाँ जाने त भनेर चाहिँ हामी बौद्ध गयौँ रातिमा चाहिँ यस्तो राम्रो देखिँदो रहेछ बौद्ध है। अनि मेरो छोरीलाई चाहिँ त्यहाँ गएर फेरि कफी खानु पर्यो अरे, यामा हो। त्यसपछि ल कफी खाऊँ भनेर खुसी भएर उसले घुम्न जाने भनेर आएको भनेर नाच्न थाली। त्यसपछि मस्त कफी खाँदै हामी चाहिँ बेलुका बौद्ध हेरेर घर फर्क्यौँ। अनि दिन सकियो।